रमजानको टाइम छ। यो कतारको दोहा कदिस हो। धेरै राम्रो ब्युटिफुल छ यार, घुम्न लायक ठाउँ छ। यहाँ सानो सानो पोखरी तलाउ जस्तो बनाइएको छ, हेर्न सक्नुहुन्छ। अनि यहाँ अचम्म लाग्दो कुरा के छ भने यहाँ संसारको जतिवटा देश छ त्यो पुरै झन्डा राखिएको छ। ल हेर्नुहोस्, पुरै देशको झन्डा छ, नेपालको पनि छ यहाँ। हामी आज यहाँ यसरी घुम्न आएको छौँ, धेरै राम्रो छ। अब हामी उता गार्डनमा जाने प्लान छ र समुद्रको साइडमा हेर्नुहोस्। र कृपया कसैलाई पनि पैसा लाग्दैन, सक्नुहुन्छ युट्युबमा एक्टिभ भइरहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। हेलो, अब यस्तै छ। ल हेर्नुहोस् कसरी संरचनाहरू निर्माण गरिएको छ, धेरै डिजाइनहरू निकालेको छ। इभन एउटा बालुवा र सिमेन्टलाई कस्तो डिजाइन दिएको छ। ल हेर्नु, ढुङ्गालाई पनि यति राम्रो सुन्दरता दिएको छ। धेरै राम्रो छ क्या। यो त सानो एरिया होइन नि, यो त धेरै ठुलो एरिया छ। आज एक दिनमा मात्रै घुमेर त सकिँदैन, यो त हामी अलिअलि मात्रै हिँडेको हो। मेरो यहाँ खस्यो, पेन खस्यो। अब हामी चाहिँ अझै सानो एरियामा जाँदैछौँ। तपाईँलाई हेर्नु, मेन बाटोहरू कस्तो व्यवस्थित तरिकाले, लाइटहरू सबै सुविधाजनक। आफ्नो काममा कसैलाई झगडा गर्ने, लफडा गर्ने कुनै केही पनि छैन। चारैतिर सिसिटिभीहरू छन्। रुल पालना गर, सुविधा युज गर। यहाँको यही हो, यति राम्रा रुख बिरुवाहरू।